Very good morning. Welcome back to my YouTube channel. जिमबाट आएर पनि तातो पानी पनि पिइसकेँ अन्त म चाहिँ ग्रोसरिज किन्नु लागेको फेरि भोक लागेको जस्तो फिल भयो त्यही भएर भाइलाई चाहिँ यहाँनिर रामेन छैन करेन्ट बनाउनु लगाइरहेको छु गुड मर्निङ भाइ पनि बिसन्चो छ अहिले यस्तो वेदर यस्तै छ कि सबैजनालाई चाहिँ कोल्ड फिभरहरूको चाहिँ नि यति साह्रो फेमस भइरहेको छ कि यहाँनिर बेङ्गलोरमा मलाई पनि भएको थियो म त जाति भएर थियो फेरि भाइलाई चाहिँ भइबस्छ भाइलाई झन् छोड्दैन यसलाई त करेन्ट लगाएको छु अन्त कति सो मेरो ब्रेकफास्ट पनि रेडी भयो रामेन मोमोस र मेरो चिकन मैले चाहिँ यहाँ मुनि डल्लै सफा गरिसकेँ होइन यो मोलिसकेँ यो बाहिर पनि डल्लै मोलेको मैले योहरू पनि भाइले चाहिँ माथि मोल्दैछ उसले चाहिँ मोलिसकेर पनि पुस्दैछ योहरू पनि मसलाको यो राख्ने स्ट्यान्डहरू पनि सबै भाइले गरेको किनकि भाइ पनि खाइन्छ नि त त्यही भएर अब मैले मुनिको सबै सकेँ अब मेरो सामान मिलाउनु बाँकी छ सामानहरू यहाँ छ यहाँनिर छ यहाँनिर हेर्न सक्नुहुन्छ हो अन्त मैले यहाँ ग्रोसरिज किनेको पनि खानेको छुइनँ अब हेर्नुहोस् न उता सफा गरिसकेँ होइन यो केसको यति साह्रो पोकापोकीहरू होला नमिलो दालहरू यहाँनिर छ यो चाहिँ मेरो दादाले साथीले दिएको यो सस्तिकाले हो यहाँनिर सबै आधा खाएर हेर्नुहोस् यहाँनिर आधा खाएर यति बेसी डब्बामा पनि सामान छैन यस्तो हुन्छ विकली वान्समा चाहिँ सबै नभ्याएर चाहिँ आधा खोल्दै यसरी राख्दै मिलाउँदै हेर्नु न यस्तो काम छ यहाँ माथि अझै कसरी सटाउनु यो चाहिँ यो सामानहरू सबै मसलाको डिब्बाहरू पुसिसकेँ दालको होइन यो चाहिँ म सक्दै पिसे चाहिँ धोएर चाहिँ सुकाएर अन्त मात्रै सामानहरू खनाउँछु त्यही भएर मैले नदिएको यो चाहिँ किनकि पुछेर मात्रै राखेको हो अघि पनि मैले एउटा चिज किनेर होइन भाँडा धुने स्टिल डिसहरू यहाँनिर नै यहाँ यति बेसी सफा गर्दा यति निस्क्यो होइन आज किनेर नि ल्याइरहेको छु खाना पनि सफा गर्दै यस्तो आज मैले चाहिँ सबै किचनको दालहरूको डब्बा अन्त मसलाको डब्बा सबै खनाएर पनि राखिसकेँ सफा गरेर पनि राखिसकेँ अघि मैले टमाटर ल्याएको सपिङ ब्यागहरू निकालेको होइन मैले चाहिँ आज सपिङमा यो पूजाको लागि धुपहरू अन्त यो अन्त हेल्पिङ हो अन्त त्यसको बादमा मेरो लागि कफी अन्त ड्राई फ्रुट ल्याएँ बुस्ट ल्याएँ अन्त त्यसको बादमा यो वाला ओट्स ल्याएको छु ट्राई गर्छु मैले यो वाला खाएको छुइनँ फर्स्ट टाइम हो अन्त लुगामा धुने कम्फर्ट अन्त यो बडी वास स्याम्पू यति चाहिँ लिएर आएँ अब योहरू म सबै सेटिङ गर्छु हाम्रो चाहिँ काम पनि खत्तम भइसक्यो सबै सफा गरिसक्यो स्ल्याबहरू हो अन्त सामानहरू यहाँ मिलाएर राखिसकिसक्यो डल्लै मोलिसकेँ अन्त मैले स्प्राउट्स बनाइराखेको थिएँ यहाँनिर छ होइन अन्त यो कबर्डमा पनि यसरी मिलाइरहेको छु मसलाको डब्बाहरू अलमोस्ट सबै काम चाहिँ सकिसक्यो घरको सफाहरू गर्नु होइन लुगाहरू त्यो चाहिँ बेलुकै धोइसकेको थिएँ बेलुका ड्युटीबाट आएर अन्त यहाँनिर बेडरुम पनि सफा गरिसकेँ कबर्डहरूको लुगाहरू पनि डल्लै मिलाइसकेँ अन्त वासरुम र लुगा चाहिँ मैले बेलुका आएर धोएँ सबै मिलाएर राखिरहेको छु यस्तो छ अब मेरो काम चाहिँ सक्यो अब चाहिँ हाम्रो लन्च बनाउनु छ र हामी एकदमै थाक्यो लन्च साइड बनाउँदैन होला घरमा बाहिरबाटै ल्याएर खाने मैले चाहिँ यति निस्केको छ फ्याँक्ने घर सफा गराइले त्यो स्यालेड अहिले आएर खाने म बाइक जान्दैन भइसक्यो होइन अन्त यहाँ गाउँबाट ल्याएको यसो चाहिँ मेरो नेक्स्ट डे भ्लग हो हामी चाहिँ जाँदैछौँ साथीको बिहामा है हाम्रो डेस्टिनेसन आइपुग्यो मेरो साथीको हेर्न सक्नुहुन्छ यस्तो दामी रहेछ यहाँनिर बिहाको बाहिर चाहिँ हो अब भित्र जानु आँटेको छिनबाट है यहाँनिर
हामी दुईजनालाई पनि देख्दछौँ आउनु त यहाँनिर मेरो साथी चाहिँ उही हो उसको बिहा हुँदैछ उसको मम्मी पापा यता त्यताको मेरो चाहिँ म्यारिज छोड्नु यहाँ फोटो खिच्ने रातिमा आएर राम्रो लाग्यो अहिले भित्र जानै पर्छ हेर्नै पर्छ यहाँनिर खेल्नेहरू पनि रहेछ हामी त खेल्दिनँ हो यस्तो हुँदैछ साउथ इन्डियनहरूको शादी चाहिँ हेर्नु यहाँ कुपरा पनि बेच्नु ल्याइरहेको रहेछ गाइस हम लोग अंदर जा रहे हैं ये मेरा जीजू है हाय बोलो मेरा शादी पे जा रहे हैं अभी इधर वाओ आप लोग भी देख सकते हैं इधर हामी चाहिँ यहाँनिर चाहिँ बिरयानी भोर खायो कबाब बिरयानी अब चाहिँ हामी आइसक्रिम खाँदैछ अब हामीलाई त झुला खेल्ने जग्गै पाएन यहाँ चाहिँ झुला खेल्दैछ हो आउनु न बस्नु सक्छ यो हेर्नु सक्नुहोस् यहाँ झुला खेल्दैछ सबैजना हमें चांस पाइना झूला खेलने लगी देर हम लोग इधर में बैठ रहे हैं झूला खेलने के लिए नहीं मिला ना जीजू आंटी लोग उठा के हम लोग खेलेंगे हम लोग ने इधर पे इतना ज़्यादा फोटो ले लिया अभी हम लोग घर जा रहे हैं चलो हम लोग जाएंगे तो अलमोस्ट यसमा चाहिँ फाइनली मेरो रुम पनि आइपुगेँ हो अब रुममा आउने बित्तिकै मैले भिडियो स्टार्ट गरेको किनकि एकदमै ढिलो भयो हामीहरू त्यहाँनिर फोटो खिचेर मजाले इन्जोय गऱ्यो दामी भयो साथीको बिहामा पनि गएर पनि आएँ हो अन्त अब चाहिँ म चाहिँ सुत्न आँटेको त्यही भएर भिडियो एन्ड गर्नुको लागि चाहिँ मैले भिडियो स्टार्ट गरेको बाई गाइस सी यु अन नेक्स्ट ब्लग